हाम्रो गाउँको बाटो पिच बाटो हामी चाहिँ आज एक जग्गा जाँदैछौँ जहाँसम्म यो बाटो पिच भएको छ सिरोहरू होइन यो चाहिँ छुपीदेखि चोल्पा रानीबास जाने बाटो अहिले गुमीदेखि यो 8 किलोमिटर पिच भएको छ यो चाहिँ मन्दिर हो माला मन्दिर बाटो चाहिँ धेरै राम्रो बनाएको रहेछ अहिले धेरै रहेछ होइन बिस्तारै अघि तल कस्तो थियो अघि दुईमा तान्छ बाटो हल्लिएको छ तान्छ बजारमा तान्छ बिस्तारै आँप गहिरा भन्ने ठाउँ हो यो जमानामा पहिलाको जमानामा चाहिँ यहाँ आँपहरू अहिले पनि छ आँप यहाँ आँपहरू छ र हामी चाहिँ यहाँ आँप खान आउँछौँ त्यही भएर यसलाई भन्छ आँप गहिरा माथि चाहिँ हुँदैन पुरै चाहिँ बाटो बिस्तारै जाऊँ न त त्यही के भन्छ यो त तिनमा छ र अहिले मजा सुन्न तर गिट्टी चाहिँ एकदम बढी रहेछ क्या यो बाटो सफा नगरेको जस्तो देखियो अहिले बाइक अहिले थाकिसक्यो थाकिसक्यो बिचैमा नचल के अरे उसको गाडीको टायर कहाँ चलेछ त्योमा चल टायरमा चल बिच ठ्याक्कै टायर हिँडेको टाइम हुन्न त्यसमा चल्नुपर्छ क्या